सेलेरी अब बुढीलाई बोलाउनु पर्यो बुढी ओ बुढी बोलाको हेर न अहिले त सेलेरी आयो नि ए सेलेरी आयो नेपाली त दिन दिन्न हौ पैसा ल ए किन के गर्ने अलिकति काम छ मेरो लुगा किन्नु छ हो ए स्कुटी सर्भिसिङ गर्नु छ हो ए जुत्ताहरू किन्नु छ ए हुन्छ हुन्छ नदिँदा पनि हुन्छ नि ए बुढा अन्त मेरो पनि लिपस्टिकहरू सकेको थियो चप्पल पनि फाटिन आएको चप्पल पनि किन्नु पर्यो तर केही छैन यसपालि तिमी किन होइन अर्को पालि मलाई किन्नु देऊ न अन्त ल ल बुढा चिया खाने तिमी ए जिउ दुखेको होला काम गरेर आएको होला है मैले यसो सोचेँ कि यसपालि तिमी किनौ ल ए किन तिमी नकिने अन्त नकिन्ने तिमी के किन्नुपर्छ त्यो किन कि हो ए होइन होइन पर्दैन यसपालि तिमी किन योपालि ल ए म किन्नु ए हुन्छ त्यसो भए अर्को पालि तिमी किन न ल बुढीले त चिया बनाइदिन्छु भनेको थियो भोक पनि लाग्यो चिया बनाएर दियो भन्नु पर्यो बुढीलाई बुढी चिया खै चिया बनाइदिन्छु भनेको होइन चिया बनाइदेऊ न ए नक्करै उता जाऊ है अफिस बनाएर खाइ गएर यहाँ फोन चलाउँदैछु नि गलेको बेलामा बसिरहेको छु नि अफिस बनाएर खाऊ जाऊ अहिले पैसा दिनुभन्दा अगाडि त चिया बनाइदिन्छु भन्दै थियौ त ल्या हो र कहिले भने मैले टङ स्ट्रिप भयो होला नि त जाऊ अफिस बनाएर खाऊ